बेसु खबरमा अब रिपोर्ट। चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मालाई शिक्षामा राजनीति गरेको आरोप लाग्न थालेको छ। फरदपुरको एक औपचारिक कार्यक्रममा नै महिला अधिकार कर्मीहरूले यस्तो आरोप लगाएका छन्। प्रस्तुत छ सहकर्मी प्रकाश सिग्देलको एक रिपोर्ट। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा नेपाल सरकारका जिम्मेवार कर्मचारी हुन् या राजनीतिक दलका कार्यकर्ता, यति बेला आम सर्वसाधारणले उनको पहिचान गर्न सकेका छैनन्। शर्मालाई यति बेला आम सर्वसाधारणले राजनीतिक पार्टीको कार्यकर्ताको संज्ञा दिन थालेका छन्। पछिल्लो समयमा जिल्लामा मनलाग्दी काम गर्ने, शिक्षामा राजनीतिको हाबी गराउने र जिल्लाको शैक्षिक गतिविधिमा खलबल सिर्जना गर्ने आरोपहरू शर्मालाई महिला अधिकार कर्मीहरूले लगाएका छन्। महिला अधिकार कर्मी भन्छन् शर्मालाई जिल्लाबाट नहटाउँदासम्म जिल्लाको शैक्षिक गतिविधिमा सुधार हुने देखिँदैन। पछिल्लो समयमा बालकुमारी कन्या उच्च माविमा देखा परेको विवाद र चितवन उच्च माविको जग्गा विवाद मिलाउने सवालमा जिल्ला शिक्षा अधिकारी मौन बसेको भन्दै आम महिला अधिकार कर्मीहरूले उनको नियत सफा नभएको आरोप लगाउँदै जिल्लाबाट हटाउनु पर्ने आवाज उठाएका छन्। यो जिसिओले चाहिँ हाम्रो जिल्लामा कुनै शिक्षा विभागमा राम्रो काम गर्ला भन्ने मलाई लाग्दैन। त्यसले गर्दा जति सक्दो छिटो हामीले यो चाहिँ जिसिएलाई यहाँबाट चाहिँ कि जाऊ कि चाहिँ तिम्रो पर्दा खोला चस्मा खोला कालो चस्मा खोला भन्नुपर्छ हामीले साथी हो। यो 5 जना साथी मात्रै होइन, चितवनमा धेरै साथीहरू अन्यायमा भएको छ। निजी स्रोतबाट र चाहिँ शिशु क्लास सञ्चालन गर्ने रकमबाट पनि उहाँहरूले कतिलाई चाहिँ अनियमितता गरेछ भन्ने कुरा हामीलाई प्रश्न थाहा छ। 3 महिना अघि बालकुमारी कन्याबाट हटाइएका 7 शिक्षिकाको अधिकारको आवाज सबैतिर उठिरहँदा जिल्ला शिक्षा अधिकारी शर्माले समस्या समाधान गर्नुको सट्टा व्यवस्थापन समितिको अध्यक्षकै भाषा बोल्दै घटनालाई थप अतिरञ्जित बनाउन खोजेको आरोप लागेको छ। बिना कारण बालकुमारी कन्या उच्च माविबाट 7 शिक्षिका हटाएपछि आन्दोलनमा रहेका महिला अधिकार कर्मीहरूले पटक पटक शिक्षा अधिकारीलाई पीडित शिक्षिकाहरूलाई न्याय दिलाउन आग्रह गर्दा पनि शिक्षा अधिकारीले यो विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै मौन बसेको महिला अधिकार कर्मी मीना खरेलले आरोप लगाउनु भयो। घटना हो भन्ने मैले बुझ्छु, किनकि कुनै पनि विद्यालय व्यवस्थापन समिति अहिले एउटा विद्यालय सरकारले समुदायलाई हस्तान्तरण गर्दै जाने क्रममा चाहिँ विद्यालय व्यवस्थापन समितिहरू गठन गर्ने, त्यसले गर्दाखेरि चाहिँ समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको परिस्थिति भएको भए तापनि मलाई लाग्छ विधि विधान भन्दा बाहिर गएर कसैले पनि केही गर्न सक्ने परिस्थिति रहन्छ जस्तो मलाई लाग्दैन। शिक्षा अधिकारी भएर शिक्षाको विषय उनको क्षेत्राधिकारमा पर्दैन भने के लोथर खोलामा गिटी बालुवा झिक्ने विषय उनको क्षेत्राधिकारमा पर्छ? यो प्रश्न जिल्ला शिक्षा अधिकारीलाई। यति मात्रै होइन, विवाद चितवन उच्च माविको पनि छ। यसमा पनि शिक्षा अधिकारी मौन बसेका छन्। उनको स्वार्थ केमा छ अब सबैले खोतल्नुपर्छ। व्यवस्थापन समितिले राखेको, व्यवस्थापन समितिले हटाएको, त्यो शिक्षा कार्यालयले पनि आदेश दिएको छैन। बरु हामीले समन्वय गर्नको लागि व्यवस्थापन समितिलाई पत्र लेखेका छौँ। उहाँहरूसँग छलफल गर्नुहोस्, अन्तर्क्रिया गर्नुहोस्, निकास निकाल्नुहोस् भनेर हामी छलफल गरेका छौँ। हामीले राख्नुहोस् नै भनेर भन्न सक्ने अवस्था छैन। हामीले स्रोत साधन हामीले दिएको होइन। स्थानीय स्रोत साधनमा निजी स्रोतमा राखेको हुनाले हामीले बाध्य गराउन सक्ने, यस्तै नै गर्नुहोस् भनेर भन्न सक्ने अवस्था हामीसँग रहेन। 10 वर्ष पढाएका शिक्षिकाहरूलाई बिना कारण विद्यालयले निष्कासन गर्दा बोल्न नमिल्ने शिक्षा अधिकारी के गर्दा बोल्न मिल्छ? उनको अधिकार के हो? योग्यता नपुग्ने शिक्षकलाई बनाउन मिल्ने उनले बिना कारण हटाएका शिक्षिकाहरूलाई पुनर्बहाली गर भनेर विद्यालयलाई निर्देशन दिन मिल्दैन? शिक्षा अधिकारीको पछिल्लो गतिविधिले गर्दा उनी जिल्लामा विवादमा तानिँदै गएका छन्। विश्व खबरका लागि प्रकाश सिग्देलको रिपोर्ट।